ल अब हाम्रो बारीमा चाहिँ तरकारी खाने बेला भयो है। अस्ति यस्तो मेहनतले लगाएको थियौँ सबैजना मिलेर है, यस्तो राम्रोसँग फलेछ अहिले त। म त छक्कै परेँ कि लाइफमै नगरेको है। यो जापान आएर त यो तरकारी लगाउन पनि सिकेँ मैले है। के अरे यो चाहिँ सिमी फलेको रहेछ कि अस्ति त फलेकै थिएन, हामीले मल राखिदिएको थियौँ अनि 2 हप्ता जति अगाडि अहिले त्यस्तो राम्रोसँग फलेछ सिमी। म त सक्ड भयो देख्दा त। यति धेरै त्यो अग्लो भएको छैन कि, अनि सानो सानो त तल त यस्तो धेरै फलेछ है। अनि मैले त मजाले टिपेँ है, गरेपछि त हुँदो रहेछ नि है। म त यस्तो खुसी लाग्यो देखेर, यति राम्रोसँग फलेको छ है। अरू बोडी त अझै फलेको छैन है, सिमी त तल फलिरहेको रहेछ कि। यसो हेरेको त हेर्नु त कति धेरै छ सिमी। मलाई त यस्तो खुसी लाग्यो है यो सिमी देखेर। अनि सबै टिप्दा त एक प्लास्टिक जति नै भएको थियो है। अनि अब तरकारी किन्नै पर्दैन हामीलाई त। यस्तो रमाइलो लाग्यो मलाई यो सिमी टिप्न है। अब किन किन्नु पऱ्यो र आफ्नै बारीमा फलेपछि त। अनि त्यसपछि मैले अरू यो चाहिँ एदामामे यति धेरै भएको रहेछ कि, तर खाने बेला चाहिँ भरिन्छ। अनि यो चाहिँ फर्सीको मुन्टा पनि टिपौँ न भनेर कि, अनि यो त धेरै थिएन, अलिअलि मात्रै थियो। अनि मैले चाहिँ यो 2 ठाउँमा लगाएको थियौँ हामीले, अनि एक ठाउँको र अर्को ठाउँको पनि टिपेँ होइन। अनि त्यसपछि यसो हेरेको अरू पनि के छ भनेर टिप्दै गएँ होइन। अनि अर्कोचोटि अर्को ठाउँमा जाँदा त यहाँ लौका पनि फलेको रहेछ कि, तर यो मैले टिपेन, अलिक सानै थियो। अनि यहाँ चाहिँ जुक्की फलेको रहेछ कि। यो जुक्की त मैले यस्तो घुमाउँछु भन्दा त प्याट्टै भाँच्यो क्या अरे। कति राम्रो भएको रहेछ कि। अनि यसो हेरेको अरू पनि टन्नै फल्दै रहेछ क्या। यो त कतिचोटि खाइसक्यौँ हामीले। अनि हाम्रो आलु चाहिँ यस्तो भएको छ। यो आलु अब सबै फुलेर नसुक्ने बेलासम्म चाहिँ उखेल्नु हुँदैन अरे। अनि टमाटर चाहिँ यस्तो भएको छ हाम्रो। एउटा टमाटर त खाइदिएछ कि चराले, टिप्न नपाउँदै खाइदिएछ। चाहिँ तिहारे फुल लगाएको छु मैले। यसपालि त मैले यति धेरै लगाएको छु, घरमै उमारेको थिएँ कि पोहोर सालको राखेर। यस्तो राम्रोसँग उम्रेको छ सबै है। यो चाहिँ लेटस हो है, लेटस मैले टिपेँ। अनि त्यसपछि सिमी पनि एक प्लास्टिक त भएको थियो, सिमी पनि टिपेँ मैले है। अनि त्यसपछि यो चाहिँ फर्सीको मुन्टा पनि टिपेँ है। अनि यो चाहिँ